सृष्टिको प्रारम्भिक कालमा जब लङ्काका राजा रावणले आफ्नो कठोर तपस्याबाट ब्रह्मालाई प्रसन्न पारे, तब उनले अमरत्वको वरदान मागे। ब्रह्माले अमरत्व दिन नसकिने बताएपछि रावणले आफ्नो अहङ्कारको चरम सीमामा पुगेर अर्को वरदान मागे। मलाई कुनै पनि देव, दानव, असुर, गन्धर्व वा किन्नर कसैले पनि मार्न नसकोस्। ब्रह्माले मुस्कुराउँदै सोधे, तिमीले यसमा मनुष्यको नाम छुटायौ नि? सम्पूर्ण ब्रह्माण्डलाई आफ्नो मुठीमा राख्ने सपना देखेको रावणले ठुलो स्वरमा हाँस्दै भन्यो, एउटा तुच्छ मनुष्यले मेरो के नै बिगार्न सक्छ र? त्यही क्षण ब्रह्माण्डको नियति तय भयो। रावणको पतनको बिउ उसको त्यही अहङ्कारमा रोपिएको थियो, तर त्यसलाई हुर्काएर रावणको अन्त्यसम्म पुर्याउने सम्पूर्ण गुरु योजना एउटा अद्भुत शक्तिको हातमा सुम्पिँदै थियो। रावणको अत्याचारले पृथ्वी आक्रान्त बनेपछि उनलाई मार्नकै लागि भगवान विष्णुले रामको रूपमा मानव अवतार लिए। तर राम पूर्ण रूपमा एक साधारण मानिसको रूपमा जन्मिएका थिए। उनीभित्र विष्णुको अंश भए पनि उनलाई आफ्नो ईश्वरीय शक्ति, आफ्नो जन्मको वास्तविक उद्देश्य र रावण वधको बारेमा कुनै पत्तो थिएन। उनी केवल एक असल छोरा, मर्यादामा बाँधिएका राजकुमार र सामान्य मानिसको जिन्दगी बाँचिरहेका थिए। उनलाई आफ्नो गन्तव्यसम्म पुर्याउन र उनीभित्र सुतेको भगवानलाई जगाउन एउटा मार्गदर्शकको आवश्यकता थियो। यही मिसनलाई पुरा गर्न माता लक्ष्मीले सीताको रूप धारण गरिन्, तर उनी कुनै आमाको गर्भबाट नभई सिधै धरतीबाट प्रकट भइन्। सीता सामान्य स्त्री थिएनन्, उनी आफ्नो उद्देश्यप्रति पूर्ण रूपमा सचेत थिइन्। सानै उमेरमा उनले परशुरामले क्षत्रियहरूको संहार गर्दा प्रयोग गरेको शिवको शक्तिशाली पिनाक धनुषलाई खेलौना जसरी उठाइदिन्थिन्। उनलाई अस्त्र-शस्त्रको पूर्ण रूपमा ज्ञान थियो र आफ्नो असीम शक्तिको भान पनि थियो, तर उनले आफूले हतियार उठाउनु थिएन। उनलाई त रामलाई अगाडि सारेर रावणको अहङ्कार तोड्नु थियो। समय बित्दै गयो। शिवधनुष भाँचेर राम र सीताको स्वयंवर भयो। दरबारको षड्यन्त्रका कारण जब रामलाई 14 वर्षको वनवासको आदेश भयो, तब सीताको रणनीतिको पहिलो चरण सुरु भयो। वनवासमा राम र लक्ष्मणसँगै उनीहरूका पत्नीहरूलाई पनि सँगै जानुपर्ने थियो, तर सीताले लक्ष्मणकी पत्नी उर्मिलालाई दरबारमै रोकेर आफू मात्र राम र लक्ष्मणसँग वनमा जाने परिस्थिति निर्माण गरिन्। सीतालाई थाहा थियो कि यो वनवास केवल जङ्गलको बास होइन, यो त लङ्कासम्म पुग्ने एउटा सुनियोजित बाटो हो। धेरैजनासँग हुँदा रावणको ध्यान तान्न र अपहरणको स्थिति बनाउन असम्भव हुन्थ्यो। दण्डकारण्यको घना जङ्गलमा राम आफ्नो सामान्य जीवनमा खुसी थिए। उनलाई त केवल 14 वर्ष जङ्गलमा बिताएर अयोध्या फर्किनु थियो। यदि सीताले केही नगरेकी भए राम त्यसै गरी फर्किन्थे र रावणको कहिल्यै अन्त्य हुँदैनथ्यो। त्यसैले सीताले एउटा भयानक खेल सुरु गरिन्। उनले एउटा चम्किलो सुनको मृग देखिन्। पिनाक धनुष उठाउन सक्ने र ब्रह्माण्डको रहस्य बुझेकी सीतालाई त्यो सुनको मृग एउटा छल हो भन्ने राम्ररी थाहा थियो। तर उनले एकदमै अनजान बनेर जिद्दी गर्न थालिन् र जसरी पनि त्यो मृग ल्याइदिन रामलाई आग्रह गरिन्। रामले सीताको कुरा टार्न सकेनन् र मृगको शिकार गर्न निस्किए। केही समय पछाडि सीताले लक्ष्मणलाई रामको खोजीमा जान भन्दा लक्ष्मण मानेनन् र सीताले लक्ष्मणलाई कायर, डरपोक र दाइको मृत्यु कुरेर बसेको भनी यस्तो कठोर बाण प्रहार गरिन् र लक्ष्मण जान बाध्य भए। सीताले आफ्नो सुरक्षा घेरा आफै तोडेकी थिइन्। लक्ष्मण गएपछि रावण साधुको भेषमा त्यहाँ आइपुग्यो। रावणलाई वरदान थियो कि उसले कुनै पनि स्त्रीलाई उसको मर्जी बिना बलपूर्वक छुन सक्दैनथ्यो। यदि सीताले नचाहेकी भए रावणले उनलाई छुन पनि सक्दैनथ्यो र लङ्का पुर्याउने त कुरै भएन। तर जब रावणले आफ्नो सक्कली रूप देखायो, सीता रत्तिभर डराइनन्। रामलाई लङ्कासम्म तान्नकै लागि सीता आफ्नै मर्जीले रावणको रथमा चढिन्। यो कुनै अपहरण थिएन, यो त सीताले रावणको किल्लामा पस्न आफैले चालेको एक रणनीतिक कदम थियो। लङ्काको अशोक वाटिकामा सीता एक बन्दीको रूपमा होइन, रावणको सुरक्षा प्रणालीको सूक्ष्म अध्ययन गरिरहेकी थिइन्। एक गुप्तचरको रूपमा उनी बसेकी थिइन्। जब हनुमान सीताको खोजी गर्दै लङ्का आइपुगे, उनले सीतालाई आफ्नो काँधमा राखेर रामकहाँ फर्काउन सामर्थ्य राख्न सक्थे, तर सीताले हनुमानसँग जान ठाडै अस्वीकार गरिन्। यदि उनी हनुमानसँग फर्केकी भए राम कहिल्यै लङ्का आउने थिएनन्। रामको जीवन एउटा सामान्य मानिसकै रूपमा बित्ने थियो, जसले आफ्नो हराएकी पत्नीलाई एक सेवकको मद्दतले फिर्ता पायो। सीताले हनुमानलाई रामको सुतेको ईश्वरीय शक्तिलाई झकझकाउन र युद्धको लागि तयार पार्ने सन्देश दिएर पठाइन्। हनुमानको सन्देश पाए
पाएपछि मात्र रामभित्रको त्यो साधारण मानिसको आवरण भत्कियो र उनले आफ्नो वास्तविक उद्देश्य महसुस गरे। वानर सेना लिएर राम लङ्का पुगेपछि भीषण युद्ध सुरु भयो। युद्धमा विभीषणले रामलाई रावणको नाभिमा अमृत भएको रहस्य बताउनु पनि कतै न कतै लङ्कामा बसेर अदृश्य रूपमा सबै तारतम्य मिलाइरहेकी सीताकै रणनीतिको हिस्सा मान्न सकिन्छ। अन्ततः रामले रावणको नाभिमा प्रहार गरे र एउटा तुच्छ मनुष्यको हातबाट नमर्ने अहङ्कार पालेको रावण माटोमा मिल्यो। यो महाकथाको अन्त्यमा मात्रै यो स्पष्ट हुन्छ कि यस कथाको केन्द्रबिन्दु कहिले राम थिएनन्। रामले जे जति गरे ती सबै सीताले निर्माण गरिदिएको परिस्थिति र मार्ग निर्देशनको परिणाम मात्र थियो। उनी वन जानु, सुनको मृग पछि दौडिनु, लङ्कामा आक्रमण गर्नु, यो सबै कुरा रामको नियन्त्रणमा नभई सीताको योजनामा चलिरहेका थिए। यो रामको कथा थिएन जहाँ उनले सीतालाई बचाए, यो त पूर्ण रूपमा सीतायण थियो जहाँ सीताले एक अनजान मानिसलाई भगवान बनाइन् र आफ्नै मर्जीले ब्रह्माण्डलाई रावणको अहङ्कारबाट मुक्त गरिन्।